न्यूज एफएम 105.1। आदरणीय श्रोता मित्र, जय मसीह तथा नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन आवर मिनिस्ट्री नेपालले तयार पारेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको जीवनमा थकानमा परेका व्यक्तिहरू, अप्ठ्यारोमा परेका व्यक्तिहरू, निराशमय जीवन बिताइरहेका व्यक्तिहरूको बिचमा असल सन्देश प्रसारण गर्नु हो र त्यो असल सन्देशले यहाँहरूको जीवनमा केही परिवर्तन ल्याउनेछ। आज म तपाईँहरूको बिचमा एउटा उत्साहपूर्ण सन्देश प्रस्तुत गर्न चाहन्छु। किन हामीले इतिहास रच्नु पर्दछ भन्ने विषयलाई म फोकस गरेर आज तपाईँको बिचमा केही उत्साह दिन चाहन्छु। आज धेरै संसारका मानिसहरूले आफ्नो इतिहास स्थापित गरेका छन्। हामीले ती इतिहासहरू पढिरहेका छौँ। इतिहास रच्ने व्यक्तिहरू सामान्य व्यक्तिहरू होइनन्, किनकि उनीहरूले धेरै ठुलो सङ्घर्ष दुःख गरेका छन्। इतिहास रच्नु त्यो सानो कुरा होइन, किनकि सङ्घर्षका साथ इतिहास रचिदछ। प्रिय मित्र, हामी संसारमा रहन्जेलसम्म हामीले केही न केही असल कामहरू गर्नुपर्ने हुन्छ। तपाईँले तपाईँको समाजमा इतिहास रच्नुहोस्, तपाईँको परिवारमा इतिहास रच्नुहोस्, तपाईँको गाउँ टोल छरछिमेक, तपाईँको प्रदेश जिल्ला देश जो जहाँ हुनुहुन्छ, जुन क्षेत्रमा हुनुहुन्छ त्यो क्षेत्रमा तपाईँले आफ्नो इतिहास स्थापित गर्नुहोस्। त्यो नै जीवनको सबैभन्दा ठुलो महत्त्वपूर्ण हो। युवा अवस्थामा हामीले केही न केही असल कामहरू गर्नै पर्ने हुन्छ। आफ्नो जीवनकालमा के इतिहास स्थापित गर्ने भन्ने विषयमा तपाईँले पहिले नै निर्णय गर्नुहोस्। त्यो निर्णय अनुसार धैर्यताका साथ निकै अगाडि बढ्नुहोस् र असल तरिकाले त्यो इतिहास स्थापित गर्नको लागि तपाईँ सरल रूपमा निरन्तर अगाडि बढ्नुहोस्। प्रिय मित्र, पवित्र धर्मशास्त्र बाइबलमा आफ्नो इतिहास स्थापित गर्ने व्यक्तिहरू धेरै छन्। ती व्यक्तिहरूले आफ्नो इतिहास स्थापित गरे र पवित्र धर्मशास्त्र बाइबलमा धेरै पुस्तकहरू छन्। ती पुस्तकहरूमा हामीले इतिहास स्थापित गरेका व्यक्तिहरूको बारेमा पढ्दछौँ। आदम र हव्वा आफै इतिहास स्थापित गर्ने व्यक्तिहरू हुन्। नोआ आफ्नो जीवनको धेरै कुराहरू स्थापित गर्ने व्यक्तिहरू हुन्। अयुब लगायत यीशु प्रभु आफै स्वयं, दाउद, मूसा, पाउल, अरू धेरै व्यक्तिहरू पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नुभयो भने आफ्नो इतिहास स्थापित गरेका व्यक्तिहरूको बारेमा तपाईँलाई थाहा हुनेछ। यीशुका 12 जना चेलाहरूले पनि आफ्नै इतिहास स्थापित गरेका छन्। त्यसकारणले त्यहाँ धेरै कुराहरू हामीले देख्न सकिन्छ। प्रिय मित्र, आजको कार्यक्रमको विषयवस्तुलाई अझै असल तरिकाले र अझै सहज साथ अगाडि बढाउनको लागि र अझै सरल रूपमा बुझ्नको लागि हामी बुझ्नेछौँ र आजको कार्यक्रममा अझै आशिषितमय रूपमा अगाडि बढाउनेछौँ। त्योभन्दा अघि आउनुहोस् एउटा सुमधुर क्रिस्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौँ। वचनमा तल जरा गाडेर आत्मामा माथि उड्ने पुस्ता हौ। हामी आत्मामा उड्ने पुस्ता हौ। हामी वचनमा तल जरा गाडेर आत्मामा माथि उड्ने पुस्ता हौ। हामी वचनमा डुब्ने पुस्ता हौ।
होइन आत्माले माथिएका ज्योतिका सन्तान हामी हौ शरीरको होइन आत्माको अधीनमा दिन दिन हिँड्ने पुस्ता हामी हौ आत्मिकी धारण गरी सारा हात दिया संग्राममा उतरिनु छ सबैले भन्नुहोस् है आँसुको साथमा छरेर हाँस्दै कटनी गर्नु छ दाम्पत्यले होइन आत्माले माथिएका ज्योतिका सन्तान हामी हौ शरीरको होइन आत्माको अधीनमा दिन हिँड्ने पुस्ता हामी हौ आत्मिकी धारण गरी सारा हात दिया संग्राममा उतरिनु छ आँसुको साथमा छरेर हाँस्दै कटनी गर्नु छ हो कि होइन हो प्रिय मित्र तपाईले एउटा कथा सुन्नुभएको छ होला मलाई लाग्छ पक्कै पनि तपाईले त्यो कथा सुनिरहनु भएको छ धेरै वर्ष अघि एउटा अमेजन जंगलमा ठुलो आगो लागि भयो आगो लागि भइसकेपछि त्यहाँका धेरै जनावरहरू भागे कोही मरे कोही धेरै टाढा टाढा गए र सबैले हरेस खाए कसैलाई यो आगो निभाउनु पर्छ भन्न सक्ने हिम्मत जागेन धेरै जनावरहरू पशुहरू उनीहरू त्यहाँबाट कति छिटो निस्किने भन्ने विषयमा मात्रै सोचे धेरै जीवजन्तुहरू त्यहाँबाट भाग्ने प्रयास गरे कतिपय जलेर मरे पनि र धेरै कुराहरू त्यहाँ अप्ठ्यारो परिस्थिति भइराखेको थियो तर त्यतिकैमा एउटा सानो चरा जसले आफ्नो चुचुरोमा पानीको केही थोपाहरू ल्याएर त्यो माथि आकाशबाट त्यो बलिरहेको दन्किरहेको आगो निभाउनलाई प्रयास गरिरहेको थियो उसले हरेक पटक त्यो खोलामा जान्थ्यो र बुर्र उडेर त्यो पानी मुखमा च्यापेर ल्याएर त्यो एक दुई थोपा पानी फेरि त्यो ठुलो बलिरहेको आगो र त्यो जङ्गल सखाप गरिरहेको आगोमा खसाल्थ्यो हुन त त्यो आगो त्यो चराले चाहिँ निभाउन सक्दैन थियो भन्ने पक्का थियो तर पनि अरू जनावरहरू त्यो चराको कामहरू देखेर छक्क परे त्यो चरालाई उनीहरूले पागल पनि भन्ने होलान् त्यो चरालाई धेरै जीवजन्तुहरूले अनेक कुराहरू सोचे होलान् तर ऊ कहिले पनि अरूले के सोच्लान् अरूले के भन्लान् अरूले मलाई के तरिकाले सोच्लान् भन्ने उसले सोचिन त्यसपछि अन्तमा एक समयमा केही जनावरहरूले त्यो चरालाई सोधे तिमीले तिम्रो चुचुरोमा ल्याएको थोरै पानीले के यो आगो निम्छ भन्ने तिमीलाई लाग्छ तिमीले के यो आगो निभाउन सक्छौ यो अर्थहीन काम किन गरिरहेका छौ भनेर अरू केही जनावरले त्यो चरालाई सोधे त्यसपछि त्यो चराले जवाब दिए मलाई थाहा छ यो आगो म निभाउन सक्दिनँ तर यो आगो कुनै कदम कदाचित एक दिन निम्ने छ र यो अमेजन जङ्गलमा आगो लागेको इतिहास लेखिने क्रममा मेरो पनि एउटा इतिहास लेखिनेछ किनकि आगो निभाउने प्रयास मैले पनि गरेको थिएँ भनेर कुनै न कुनै लेखकले मेरो बारेमा पनि लेख्नेछ भन्ने एउटा अद्भुत सन्देश ती जनावरहरूलाई दिए प्रिय मित्र हामीले आफ्नो जीवनकालमा केही न केही सकारात्मक कामहरू गर्नु पर्दो रहेछ केही न केही जीवनमा असल कामहरू गर्नु पर्दो रहेछ अरूलाई सन्देश दिने अरूलाई असल सन्देश दिने कामहरू हामीले गर्नु पर्दो रहेछ भन्ने कुरा त्यो चराको कथाले तपाईँलाई मलाई प्रश्न पार्दछ नेपालमा त्यस्ता खालका धेरै व्यक्तिहरू छन् अहिले पनि धेरैले त्यो इतिहास स्थापित गरेका व्यक्तिहरूको बारेमा पढ्दछन् केही इतिहासहरू एकदमै अचम्मका हुन्छन् केही अर्थपूर्ण हुन्छन् केही प्रेरणादायी हुन्छन् ती इतिहासहरू जसले मानिसहरूको जीवन रूपान्तरण गर्दछ अहिले पनि तपाईँले देख्नुभयो भने यो विद्युतको कुरामा कुलमान घिसिङलाई किन मानिसहरूले मन पराउँदछन् भनेपछि उनीले धेरै ठुलो विद्युतको जगतमा धेरै राम्रो काम गरेका थिए राम्रो काम गर्नेहरूले पनि आफ्नो जीवनकालमा आफ्नो इतिहास स्थापित गर्दछन् त्यसैले तपाईँले के सोच्नु पर्यो भने जीवनमा मैले पनि केही न केही गर्नुपर्ने छ र मैले त्यो जीवनमा केही न केही गरेँ भने म पनि अगाडि बढ्न सक्छु र मेरो जीवन पनि अगाडि बढ्न सक्छ र मैले पनि सामाजिक रूपमा
आर्थिक रूपमा अन्य धेरै कुराहरूबाट अरू कोहीलाई सहयोग गर्न सक्छु भन्ने कुराहरूको भावना मनमा आउँदछ। तर तपाईँ र मैले आफ्नो उद्देश्यविहीन कामहरू गर्यौँ भने त्यो सफल हुँदैन। यस संसारमा धेरै मानिसहरूले आफ्नो समस्यालाई मात्रै देख्दछन्, अरूको समस्याहरूलाई देख्दैनन्, किनकि उनीहरूले आफूलाई मात्रै कमजोर ठान्दछन्, अरूलाई कमजोर ठान्दैनन्। आफूलाई मात्रै बलियो ठान्दछन्, अरूलाई बलियो ठान्दैनन्। त्यसकारणले हामीले यी संसार रहन्जेसम्म नम्र भएर असल कामहरू गरेर अझ पवित्र धर्मशास्त्र बाइबलका अनगन्ती ती अर्थपूर्ण सन्देशहरू अध्ययन गरेर हामीले हाम्रो जीवनलाई सहज बनाउन आवश्यक छ। तपाईँले कहिले पनि अरूको कुभलो नसोच्नुहोस्, र कुभलो सोच्नुभयो भने तपाईँको जीवन आफै नै कुभलोतर्फ अगाडि बढिरहेको हुन्छ, तपाईँलाई पत्तो हुँदैन। त्यसकारणले जब हामी निराश हुन्छौँ, जब हामी समस्यामा हुन्छौँ, हामीले हाम्रो इतिहास स्थापित गर्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ। यदि तपाईँले इतिहास स्थापित गर्न सक्नु भएन भने तपाईँ कमजोर व्यक्ति ठहरिनुहुन्छ, किनकि हामी कुनै न कुनै इतिहास स्थापित गर्ने व्यक्तिको रूपमा निर्माण हुनुपर्छ। तपाईँको परिवारमा तपाईँले राम्रो काम गर्नुभयो भने, तपाईँको परिवारमा तपाईँ लगनशील हुनुभयो भने तपाईँको परिवारको लागि इतिहास स्थापित गर्नु हो। किनकि अरू फ्यामिली, अरू परिवारका सदस्यहरूभन्दा तपाईँ उत्कृष्ट व्यक्ति, तपाईँ राम्रो काम गर्ने व्यक्ति, तपाईँ समाजसेवी व्यक्ति, तपाईँ असल व्यक्ति हुनुभयो भने परिवारको लागि त्यो पनि तपाईँले आफ्नो इतिहास स्थापित गरेको हो। भनिन्छ नि, हामी पनि कहिलेकाहीँ मेरो बाबु बाजे यस्तो हुनुहुन्थ्यो, उहाँले यो कामहरू गर्नुभयो, यति ठाउँमा धेरै जमिन किन्नुभयो, उहाँ संसद हुनुभएको थियो, मन्त्री हुनुभएको थियो, होइन, राजा हुनुभएको थियो भनेर पछिल्लो पुस्ताले पनि उनीहरूको वर्णन गरेर बस्दछ। त्यसकारणले हामीले असल कामहरू गरेर, असल जीवन बिताएर, असल मानिसहरूलाई सूचना दिएर, असल सामाजिक कामहरू गरेर हामीले हाम्रो इतिहास स्थापित गर्न सक्छौँ। प्रिय मित्र, जीवन म सधैँ तपाईँलाई भनिबस्दछु कि जीवन धेरै छोटो छ। यो छोटो समयमा हामीले अर्थपूर्ण तरिकाले हाम्रो हृदयलाई एकदमै खुल्ला राखेर सामाजिक कामहरू, अर्थपूर्ण कामहरू गर्नुपर्ने छ। त्योभन्दा अघि अझ पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्नुभयो भने हामीले अनन्त जीवनको बारेमा थाहा पाउनुपर्नेछ। मैले इतिहास स्थापित गर्ने कुराहरूसँग हाम्रो अनन्त जीवनको बारेमा पनि हामीले बुझ्दछौँ। जब परमेश्वरमाथि विश्वास गरेर तपाईँले संसारमा रहेका धेरै कामहरू गर्नुभयो, असल कामहरू गर्दै जानुभयो भने त्यो नै तपाईँको इतिहास स्थापितको कामहरू हुन्छ। तपाईँले असल कामहरू गर्दै जानुभयो भने त्यो नै तपाईँको जीवनको अर्थपूर्ण काम हुँदछ। त्यो अर्थपूर्ण कामले तपाईँलाई अझै सफल बनाउँदछ, अझै योजनामय बनाउँदछ, अझै केही न केही गर्नुपर्छ भन्ने कुरालाई अझै उत्साह दिँदछ। प्रिय मित्र, तपाईँले तपाईँको जीवनमा कहिले पनि हरेस नखानुहोला, तपाईँले तपाईँको जीवनमा कहिले पनि निराश नहुनुहोला, किनकि जीवन निकै अर्थपूर्ण छ। पवित्र धर्मशास्त्र बाइबलले जीवनलाई अर्थपूर्ण छ भनेर भन्दछ। आज संसारका धेरै मानिसहरू किन परमेश्वरसँग प्रार्थना गर्दछन् त? किन आफ्नो दुःख परमेश्वरमाथि बिसाउँदछन् त? किन आफ्नो वेदनाहरू परमेश्वरलाई सुनाउँदछन् त भन्दाखेरि परमेश्वरमा त्यो समस्याको समाधान गर्ने शक्ति छ। त्यसकारणले हामीले हाम्रो जीवनमा आफ्नो इतिहास स्थापित गर्ने क्रममा धेरै दुःख, वेदना, अप्ठ्यारो परिस्थितिहरू आउँदछन्। त्यो अप्ठ्यारो परिस्थितिहरूलाई समाधानको लागि हाम्रो परमेश्वरले मद्दत गर्नुहुन्छ, किनकि परमेश्वर मद्दत गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँलाई परमेश्वरले धेरै माया गर्नुहुन्छ, परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, किनकि हाम्रो परमेश्वर प्रेम गर्नको लागि हामीलाई स्थापित गर्नुभएको परमेश्वर हुनुहुन्छ। त्यसकारणले प्रिय मित्र, हामीले हाम्रो जीवनकालमा, हाम्रो युवा अवस्थामा, हाम्रो यी संसारमा रहन्जेसम्म कुनै न कुनै इतिहास स्थापित गर्नुपर्ने हुन्छ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हाम्रो वाट्सएप नम्बर 9845554418 पनि हामीलाई सम्झन सक्नुहुनेछ, सल्लाह पठाउन सक्नुहुनेछ, प्रतिक्रिया पठाउन सक्नुहुनेछ। हामी तपाईँलाई उत्साह दिन चाहन्छौँ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com मा पनि हामीलाई तपाईँले इमेल गर्न सक्नुहुन्छ। रेडियो कार्यक्रम नयाँ आशाको किरण गुड न्युज एफएम काठमाडौँबाट, गुड न्युज एफएम पोखराबाट, आफ्नो एफएम ओखलढुङ्गाबाट र आफ्नो एफएम डडेलधुराबाट पनि सुनिरहनु भएको छ। आजको कार्यक्रमको समय सकिएकोले म तपाईँबाट बिदा हुन्छु। जय मसी, नमस्ते।